जुन यो गङ्गु छेत्री जुन काण्डको बारेमा अहिले चर्चा भइरहेको छ नि, यसको बारेमा केही कुरा भन्न चाहे कि म चाहिँ नि गङ्गु छेत्री सिस्टरको चाहिँ नि एकदमै ठुलो फ्यान के। उहाँलाई धेरै, उहाँको भिडियोहरू धेरै हेरेको छु कि बवाल लाग्छ कि यतिको चाहिँ नि एउटा नेपाल जस्तो ठाउँमा यतिको एउटा चेली चाहिँ नि नारी चाहिँ हुनुपर्छ भन्ने चाहिँ नि एउटा प्रेरणादायक लाग्थ्यो कि सबैको प्रेरणाको पात्र बन्न सक्ने क्षमता जस्तो लाग्थ्यो कि। तर उहाँले जानेर होस् या अन्जानमा होस्, अन्जानमा त पक्कै पनि होइन, जानेरै गल्ती गरेको सजाय उसले भोग्दैछ। हुन त यो इन्द्रियहरूले दास बनाउने यो मान्छेको शरीरलाई जब मोहमायाको दुनियाँमा पसिन्छ भने जे पनि हुन्छ। तर यति धेरै काण्डको विषयमा हो हल्ला जात्रा निकाल्न फैलाउन जरुरी छैन के केटा हो। यो भनेको सबैको जिन्दगीमा भइ नै हाल्छ कुनै न कुनै घटनाहरू। त्यसकारणले यस्ता कुराहरूलाई धेरै चासो दिन छोडौँ के। मेरो भन्नु चाहिँ त्यो हो, सबैलाई सम्मान गरौँ, सबैलाई खुसी दिने प्रयत्न गरौँ। त्यही हो यार, छोडो यार, किन अरूलाई बदनामी गर्न पछि पर्छु। के थाहा भोलिको दिनमा आफै पनि बदनामी हुनुपर्छ। पृथ्वी गोलो छ, पाली सबैको आउँछ केटा हो, केटाकेटी हो।